हेलो गाइस, नमस्ते। हिजो हामीले पढ्यौँ कि कोरियन स्वरहरू कतिवटा हुँदो रहेछ, सिङ्गल स्वरहरू। खास स्वरहरू त 21वटा हुन्छ, जसमध्ये आधारभूत स्वरहरू 10वटा भनेर हिजो हामीले पढेको थियौँ होइन। अनि 11वटा मिश्रित स्वरहरू त्यो बाँकी छ। त्यसको अध्ययन हामी अर्को टपिकमा गर्छौँ। आज हामीले जान्नै पर्ने कुराहरू के छ भने यो चाहिँ एकदम कपीमा टिपेर राख्नुहोस् है। कोरियन व्यञ्जन वर्णको पछाडि र मुनि स्वर वर्ण लगाइन्छ। जस्तै अब हामीले हिजो यसलाई आ भनेर पढेका थियौँ कि नै, आ, अनि यो या, अनि यो अ, अनि यो य, अनि यो इ भनेर पढेका थियौँ। यिनीहरू शब्दहरू चाहिँ कुनै पनि व्यञ्जन वर्णको पछाडि लगाइने स्वरहरू। जस्तै यो इक्जाम्पलको लागि नलाई अकार दिएपछि न भयो, जम्मै दाहिनेपट्टि मात्रै लागेको छ है, राइट साइडमा मात्रै लागिनेलाई चाहिँ लागिने शब्दहरू चाहिँ आ, या, अ, य अनि इ। यति चाहिँ बुझ्नुपर्छ। यो नको लागि मात्रै होइन कि जुनैसुकै शब्दको पछाडि लागिने स्वरहरू चाहिँ यिनीहरू हुन् है। जस्तै इङ्ग्लिसमा हुन्छ नि ए इ आई ओ यु भने जस्तै यिनीहरू पनि त्यस्तै हो है। त्यो चाहिँ कपीमा एकदम टिपेर राख्नुहोस्। अनि अर्को छ व्यञ्जनको तल लेखिने स्वरहरू। जस्तै अघि यहाँ राइट साइडमा लेख्यो। अब कुनै पनि शब्द बनाउनलाई चाहिँ त्यसको तल लेखिने स्वरहरू चाहिँ यस प्रकार रहेको छ। ओ, अनि अर्को यो, अनि के भनेर पढेका थियौँ हामीले हिजो यसलाई, ओ, यो, ओ, उ, अनि यु, अनि के भन्नुभएको थियो यसलाई हामीले, उ है। ओ, यो, यु, उ, अनि यु, अनि के भनेको थियौँ, उ है। यो चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। अनि यो त परेन, यसको लागि पछि अर्को टपिकमा कुरा गरौँला, यो खासै आवश्यक पनि छैन है। अनि अब स्वर व्यञ्जन पढौँ ल। हामीले स्वर व्यञ्जन के हुँदो रहेछ भन्ने कुराहरू पढौँ। हिजो हामीले पढेको व्यञ्जन वर्णहरू पढेका थियौँ, स्वर वर्णहरू पढेका थियौँ। आज हामी व्यञ्जन वर्णहरू एकल पढ्छौँ ल। मिश्रित साउन्डहरू चाहिँ हामी पछि त्यसको विषयमा पछि डिस्कस गरौँ ल अर्को टपिकमा, किनकि भिडियो एकदम धेरै लामो हुनेछ है। म धेरै बस नगरिकन आजको टपिकतिर जान्छु। अब यस्तो शब्दलाई के भनिँदो रहेछ भने लेखिने यस्तो शब्दलाई के भनिँदो रहेछ भने कुनै पनि खण्डमा क पनि भनिन्छ, ख पनि भनिन्छ, ग पनि भनिन्छ। अहिले हामीले ग भनेर मानौँ। यो शब्दलाई चाहिँ ग भनिँदो रहेछ। अहिले हालको लागि बुझौँ, पछि यसको क, ख, ग को पछि म तपाईँलाई बुझाउँछु। अनि यस्तो शब्दलाई न भनिँदो रहेछ, यस्तो शब्दलाई द भनिँदो रहेछ, यस्तो शब्दलाई र भनिँदो रहेछ है। लेख्नुहोस् है कपीमा। अनि यस्तो शब्दलाई म भनिँदो रहेछ, यस्तो शब्दलाई ब भनिँदो रहेछ, यस्तो शब्दलाई स भनिँदो रहेछ है। अनि यस्तो गोलो यसलाई अ भनिँदो रहेछ। अब यसको विषयमा चाहिँ म पछि तपाईँलाई छुट्टै भन्छु, अघि मैले भनिहालेँ है। यसलाई के भनिँदो रहेछ, यसलाई ज भनिँदो रहेछ है। यसलाई के भनिँदो रहेछ, यस्तो यसलाई चाहिँ छ भनिँदो रहेछ, यसलाई ख भनिँदो रहेछ, यसलाई थ भनिँदो रहेछ, यसलाई फ भनिँदो रहेछ, यसलाई ह भनिँदो रहेछ है। अब हामीले कतिवटा पढ्यौँ त, 19वटा व्यञ्जनमध्ये 14वटा सिङ्गल व्यञ्जन वर्णहरू मात्रै हामीले पढ्यौँ। बाँकी 5वटा यता छ। अहिले
पछि त्यसको विषयमा पनि पछि भन्छु। हामीले व्यञ्जन स्वर वर्णहरूको पनि 5 वटा 10 वटा 11 वटा बाँकी छ अझै, अनि यसको पनि 5 वटा बाँकी छ। एकचोटि सर र हेर्नुहोस् ल, एकचोटि कपीमा पनि लेख्दै जानु होला है, कपीमा पनि लेख्नुहोस्, भिडियो स्किप गर्नुहोस् अनि के अरे भिडियो रोकेर कपीमा पनि लेख्नुहोस् है। ल मैले सट्ट देखाइदिएको छु, कपीमा पनि लेख्नुहोस्। अनि अब भोलि हामी के पढ्नेछौँ भने हेर्नुहोस्, वाक्य बनावट, व्यञ्जन र एकल स्वरहरू कसरी बनाइन्छ। जस्तै हाम्रो क का कि कु के हुन्छ नि, त्यस्तै यहाँको पनि के हुँदो रहेछ त, ग लाई आकार दिँदा गा, गलाई याकार दिँदा ग्या, गलाई अकार दिँदा ग्य। यसको विषयमा चाहिँ हामी अर्को भिडियोमा फेरि आउँछौँ। आजलाई यति, हस्त, धन्यवाद।